सल्यान केवल भूगोल मात्र होइन, यो त गीत र नाचहरूको एउटा जीवित संग्रहालय हो। सल्यानैको हावापानी खाएर बिताउँला यो जीवनी। 50 को दशकको यो कालजयी भाकाले जस्तै यहाँको हरेक बस्तीले आफ्नै एउटा मौलिक संगीतको कथा बोकेको छ। यहाँको सांस्कृतिक पहिचानको मुटु हो सोरठी। 52 चरणको लय र तालमा बाँधिएको यो पौराणिक नाच जहाँ पुरुषहरू मारुनी बनेर घाँगर र चोलीमा सजिन्छन्, त्यसले सल्यानी माटोको ऐतिहासिक गाथालाई आज पनि जीवन्त राखेको छ। बनगाडका गोठालाहरूले केतुकीको बला बजाउँदै सुरु गरेको बनगाडी टप्पा आज मध्यपश्चिमकै गौरव र सर्वाधिक लोकप्रिय सिङ्गारू नाचका रूपमा प्रसिद्ध छ। युवा युवतीका दोहरी र सवाल जवाफबाट जन्मिएको यो मौलिक लय सल्यानी कला र संस्कृतिको एउटा जीवन्त धड्कन हो। त्यस्तै यहाँको अर्को अमूल्य सम्पत्ति पैसारू अर्थात् लहरे नाच हो। गोलो घेरा बनाएर नाचिने यो नृत्य एउटा कला मात्र होइन, यो त समाजका हरेक पुस्ता र सम्बन्धलाई एउटै लहरामा गाँच्ने सद्भावको सूत्र पनि हो। मादलको 22 चालीको तालमा जिउलाई निहुराएर नाचिने यो दृश्य साँच्चीकै एउटा अद्भुत योगाभ्यास जस्तै देखिन्छ। युद्धको झल्को दिने खालको सल्यानमा अर्को नाच छ, सेरिङ्गे। दायाँ हातमा लाठी र बायाँ हातमा ढाल बोकेर मयूरको पाँखझैँ सजिएका नर्तकहरूको चालले सल्यानको वीर इतिहासको सम्झना दिलाउँछ। पाखा पखेरी र जंगलका एकान्त ठाउँहरूमा गुन्जने साइलाजी भाका होस् वा खुसीको उत्कर्षमा नाचिने झ्याउरे, सल्यानका यी मौलिक गीत र नाचहरू यहाँका मानिसहरूको दुःख सुखका अनन्य साथी हुन्। लोपुन्मुख स्यानीमालै र लामसोरे जस्ता भाकाहरूले आज पनि सल्यानी माटोको मौलिकतालाई जोगाइरहेका छन्। प्रकृति, इतिहास र यिनै विविध संस्कृतिको अनुपम मिश्रण नै सल्यानको वास्तविक वैभव हो। कला, श्रम र आस्थाको त्रिवेणी बनेको यो सुन्दर जिल्ला सल्यान सधैँ सधैँ तपाईलाई स्वागत गर्न आतुर छ।